गाइस दिदीहरू आउँछन् मलाई उटपटाङ मात्र बोकाइदिन्छन् यहाँ ब्याग बोकिरहेको छु आमा घर गेर्छु गाइस आफूले त्यत्रो राम्रो झोला बोकेर मलाई यस्तो छोटो झोला बोकाइदिन्छ काम छैन तेरो तैँले झोला बोक हात्ती जस्तोबाट हातले धेरै बोक्ने हो नि है काम छैन हाम्रो आमा अगाडि जाँदैछन् हाम्रो मम्मीको आमा यसको आमा चाहिँ उहाँ अगाडि मेरो आमा पनि बेलुन बोक्ने हिँड्ने अब धन्दा मात्रै गाउँ जानु परेन खुसी लाग्यो अन्त गाडी लाउँछ मलाई पनि तर यस्तो थोत्रो झोला बोकाइदियो मलाई राम्रो झोला बोक्न जानुपर्छ तल्लो जाने हो मामा र भान्जाले झोला बोक्ने काम गरे मेरो भान्जा तर के गर्नु मेरो झोला लास्टै गरौँ सिङको झोला छैन यो झोला बोकाइदिउँ कि आमा त त्यस्तो खाली हलुका बोकेको म देख्न सक्दिनँ मम्मी यता आउनु है काम छैन बिच बाटोमा मात्र हुन्छ म त्यो के थियो कि फेवातालमा मैले फेवातालमा त्यो बेलुनहरू बेच्छ नै त्यहाँदेखि त्यस्तो देखिरहेको छु के नफुटाल्दैन पनि त्यो झोला के हालेर छ नि त्यस्तो ल ओ भान्जा मलाई भान्जा बोलाएन कि है ओइ कता जाने हो ओइ कता जाने हो कता जाने हो हाम्रो घर कहाँ हो तिम्रो घर के अरे दूर छ टाढा यो दूर भन्दा कसरी हुन्छ दूर गरेको होला स्पाइडरम्यान है स्पाइडरम्यान कति वर्ष भयो छिटो भन कति वर्ष भयो छिटो भन मैले स्न्याप गरिदिन्छु हो हजुरआमा र नाति म परे मामा हो के भन्नु मैले नातिनी र हजुरआमा यता चाहिँ नाति र हजुरआमा उल्टो फाइनल्ली काउन्टरमा आइसक्यो सबैजना आइसके अब टिकट काट्न मात्रै बाँकी कति टिकट यता ल्याऊ किन बालेको वाह पैसा यति धेरै रहेछ मलाई दिनु न मम्मी केही नकिन्दैन त्यहाँ किन्ने होइन केही पनि यहीँ छ बेलुन मलाई पनि चाहिन्छ के अरे अब यो बेलुन म लान्छु अब दिन्न म अब यो बेलुन लान्छु म हुन्छ मैले एक पन्च हान्यो भने तिमी सिधै कहाँ पुग्छु मलाई मुर्गी ताक्ने नयाँ बेलुन त छैन यतातिर अब एन्ट्री गाडीले पनि जानु बाँकी छ
क्याम्पसमा भोलि इक्जाम हो। झोला जता पाए त्यता राखेर मलाई भन्छन् बा। ओके ओके आमा पनि गइन्, मम्मी त जानुहुन्न। भान्जा आमा गए। मम्मी बेलुन त दिनु, मम्मी बेलुन त दिनु न। यो चाहिँ मेरो। ल रे पल्ला लानुपर्छ नि। लाउनु किम लगाइदिने हो र? त्यहाँ खलासीले मिलाउँछ नि, मैले कहाँ मिलाउने, म खलासी हो र। म खलासी हो जस्तो मलाई सिट मिलाउन भन्छन् ले। हतार हतार गर्छन् मलाई त। हो गाडी आयो, मिलाउँछन् त्यहाँ। अब सिट मिलाउँछन् अहिले। हजुर यो गाडी जाउँ। मलाई भित्र गाडी हिँड्न लागिसकेसम्म भित्र छिरेर हुन्छ। अब छिरेको छैन। अब त्यहाँ छोड्न आएको मलाई प्राइज चाहिँ मिल्यो। म पनि छिचेर साथीघरमा गएर पुस लिएर आउने। नै नै म हजुर छोडेर जान्छु, यो खान्छु अनि साथी घरमा गएर अनि क्याम्पस जान्छु। एन्ट्री कार्ड ल्याउनु पर्यो। ओके अब सिधै घर जाने। हतार थियो होला नि, हामीलाई भनेको कुरा बस्छ त नि।